र मेरो बिहानी भइसकेको छ। गुड मर्निङ एभ्रिवान। र मेरो बिहानीको सुरुवात यो प्रकारले भइरहेको छ है। र आज चाहिँ मेरो छुट्टी थियो, त्यसैले गर्दाखेरि चाहिँ मैले जुन चाहिँ हिजो पानीलाई चाहिँ स्टोर गरेको थिएँ त्यो चाहिँ आइस भइसकेको छ है। र त्यसको बादमा चाहिँ म फेस वास गर्नुको लागि चाहिँ मैले स्क्रब लिएँ र त्यसले चाहिँ मजाले मसाज गरेर मैले फेस स्क्रब गरेँ है। फेस स्क्रब गर्नुको बादमा चाहिँ जुन चाहिँ आइस मैले स्टोर गरेर निकालेको थिएँ त्यो आइसले चाहिँ मजाले मैले मेरो फेसलाई चाहिँ एप्लाई गरेँ है। त्यो आइस चाहिँ अब जति पनि लाउनु सक्नुहुन्छ त्यो आइस चाहिँ, लाइक एक दिन आज लगाएर भोलि लाउँदिनँ भन्दा पनि हुन्छ, भोलि लाउँछु भन्दा पनि हुन्छ, जति लगाए त्यति नै बेनिफिट हुन्छ है। त्यसको बादमा चाहिँ मैले एउटा सानोबडे फेस मास्क बनाएँ है। फेस मास्कमा चाहिँ के हालेँ भन्दाखेरि चाहिँ मैले 1 चम्ची कफी र 1 चम्मच चाहिँ योगर्ट लगाएँ है। योगर्ट र कफीलाई चाहिँ मजाले मिक्स गरेँ है। 5-6 मिनट चाहिँ मैले यो कफी र योगर्टलाई चाहिँ मिक्स गरेँ, किनकि त्यो कफीको दाना चाहिँ मजाले मिक्स हुनुपर्छ नि त है। त्यसले गर्दाखेरि चाहिँ त्यसको चाहिँ जुन चाहिँ कलर हुन्छ त्यो चाहिँ मजाले आयो, तपाईँहरूले हेर्न सक्नुहुन्छ। र स्मुथ टाइपको हुन्छ नि, एकदमै स्मुथ, लाउनु पनि एकदमै सफ्ट अनुहार पनि है। र मेरो स्किन चाहिँ एकदमै ड्राई भएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ मेरोमा चाहिँ अरू लाइक निम्बु हाल्दा पनि हुन्छ, यसमा चाहिँ हनी लाउँदा पनि हुन्छ है, चिनी लाउँदा पनि हुन्छ, र टर्मरिक लाउँदा फेरि पनि हुन्छ, निम्बु लाउँदा पनि हुन्छ, सबै कुरा मेरोमा एभाइलेबल थियो। तर मैले 2टा इन्ग्रिडियन्ट्स मात्रै लगाएर चाहिँ यसलाई ट्राई गरेँ है। र यसको रिजल्ट चाहिँ मलाई एकदमै राम्रो लागेर मैले चाहिँ यो भिडियो मार्फत तपाईँहरूलाई पनि सो गरिरहेको छु है, कि तपाईँहरूकोमा पनि यो 2टा इन्ग्रिडियन्ट्स त हुनसक्छ होइन, एउटा भएन भने पनि अर्को त हुनसक्छ भनेर चाहिँ जस्ट तपाईँहरूले पनि ट्राई गर्नुहोस्। र मैले यसलाई ट्राई गरेँ है। त्यसको बादमा चाहिँ मैले 15 मिनट राखेर चाहिँ मेरो मजाले स्किन चाहिँ अब फेस चाहिँ ड्राई भइसकेको थियो। त्यसलाई चाहिँ मैले हल्का स्क्रब गरेर जुन चाहिँ फेसमा बेबी हेयरहरू हुन्छ त्यसलाई पनि मजाले कभर गर्छ, त्यो पनि निस्किन्छ है। अझै यसमा हनी हाल्यो भने चाहिँ अझै मजाले निस्किन्छ त्यो बेबी हेयर चाहिँ। तर मैले हनी चाहिँ लगाइनँ, म चाहिँ फेसलाई चाहिँ बेसी नै बेबी उयोहरू चाहिँ लाउँदिनँ नि त, म अब बेबी हेयरहरू बेसी निकाल्दिनँ नि त म, त्यसैले गर्दाखेरि चाहिँ। र मैले मेरो फेसलाई वास गरिसकेर तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो लुक चाहिँ है, एकदमै यसको ग्लो आउँछ र फेस पनि एकदमै सफ्ट भएर जान्छ।